आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आशा गर्दैछु तपाईहरू सन्चै हुनुहुला। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण प्रशंसा केवल एक अल्लाह तालाको लागि हो र दुरूद तथा सलाम होस् हाम्रो अन्तिम रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आज म यस भिडियोमा रबिउल अव्वल महिनामा जुन कार्यहरू मुसलमानहरूले दिनको एउटा पाठ मानेर गर्दैछन् त्यसको विषयमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यस भिडियोलाई ध्यानपूर्वक सुनेर हेरिदिनु होला। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज मुस्लिमहरू जुन कार्यहरू यस महिनामा दिन र नबी करीम सल्लल्लाहु अलैहि वसल्लमसित माया र प्रेम र मोहब्बतको नाममा गरिरहेका छन् त्यो कार्य नबी करीम सल्लल्लाहु अलैहि वसल्लमबाट प्रमाणित छैन। न त नबी करीम सल्लल्लाहु अलैहि वसल्लमले त्यो कार्यलाई गर्नु भए, न त सहाबाहरूले गरे, न त ताबेइनले गरे। पनि मुस्लिमहरू त्यो कार्यलाई गर्नको लागि आफ्नो सम्पत्ति, आफ्नो शक्ति लगाउँछन् र जुन कुरा नबी करीम सल्लल्लाहु अलैहि वसल्लमबाट प्रमाणित छ, जुन कार्यको आदेश अल्लाह तालाले आफ्नो पवित्र किताबमा दिनु भएको छ र नबी करीम सल्लल्लाहु अलैहि वसल्लमले जस कार्यलाई फर्द र वाजिब भनेको छ त्यो कार्यहरूलाई नगरिकन यस्तो कार्यलाई उहाँहरू गर्छन् जुन शरीयत र इस्लाम र नबी करीम सल्लल्लाहु अलैहि वसल्लमको तरिकाको विपरीत छन् त्यो कार्यहरू। जस्तै अल्लाह तालाले आफ्नो पवित्र किताब कुरानमा ठाउँ-ठाउँमा 5 वक्तको नमाज पढ्नको आदेश दिनु भएको छ। त्यो नमाज मुस्लिम त्यो इबादतलाई, त्यो पूजा पाठलाई मुस्लिम गर्दैन। अल्लाह तालाले कुरानमा ज़कात अर्थात दान दिनको आदेश दिनु भएको छ, त्यसलाई गर्दैन। रमजानको उपवास बस्नको लागि भन्नु भएको छ, त्यो उपवास बस्दैन। हज जस्तो महान इबादत जुन इस्लाममा जीवन भरिमा एक पटक मात्रै अनिवार्य छ, त्यो इबादत गर्दैन। तर जुन कुरा, जुन कार्य नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सित प्रमाणित छैन त्यो कार्य गर्नको लागि आफ्नो जीवन र सम्पत्ति लगाइदिन्छन्। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू हेरेकै होला कि मुहर्रमको महिनामा जुन ताजिया र हसन हुसैन रदियल्लाहु ताला अन्हुमाका नाममा जुन कुराहरू गर्छन् र रबिउल अव्वलमा जुन कुरा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सित माया प्रेम र मोहब्बतका नाममा गर्छन्, के त्यो कार्यहरू नबी करीम सल्लल्लाहु अलैहि वसल्लमले गरेका अथवा सहाबाले गरेका छन्? यस्तो कुनै पनि प्रमाण र एभिडेन्स किताबुल्लाह यानी अल्लाह तालाको किताबमा, कुरान र नबी करीम सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतमा आएको छैन र त्यसको प्रमाण पनि छैन। तर जुन कुराको आदेश नबी करीम सल्लल्लाहु अलैहि वसल्लमले दिनु भएको छ, अल्लाह तालाले आफ्नो पवित्र किताबमा दिनु भएको छ, त्यो कुरालाई उनीहरू गर्दैनन्। तर जुन कुराको आदेश छैन त्यसको गर्नको लागि मानिसहरू आफ्नो सम्पत्ति, आफ्नो स्वास्थ्य त्यसमा बर्बाद गरिदिन्छन्। जस्तै अहिले रबिउल अव्वलमा जुन नबी करीम सल्लल्लाहु अलैहि वसल्लमसित मोहब्बत, इश्क र प्रेम र माया भनेर जुन रेली गर्छन् अथवा नबी करीम सल्लल्लाहु अलैहि वसल्लमसित प्रेम भनेर जुन झण्डा फहराउँछ, उनीहरूलाई तपाईँ हेर्नु होला, उनीहरू कहिले पनि मस्जिद जाँदैन, कहिले पनि कुरान पढ्दैन, रोजा राख्दैनन्। तर जुन कुरा इस्लाम धर्ममा छैनन् त्यो कुरालाई, त्यो कार्य गर्नका लागि अरू मुस्लिमलाई गलत भनेर गर्छन्। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, नबी करीम सल्लल्लाहु अलैहि वसल्लमसित वास्तविकतामा जुन प्रेम हो अथवा माया हो त्यो यो हो, नबी करीम सल्लल्लाहु अलैहि वसल्लमले हामीलाई जुन कुरा गर्नको आदेश दिनु भएको छ त्यसलाई गर्नुपर्छ र जुन कुराबाट हामीलाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले रोक्नु भएको छ त्यो कुराहरूबाट हामीलाई बच्नु पर्छ र त्यो कुराहरूलाई, त्यो कार्यहरूलाई छाड्नु पर्छ। यही नै नबी करीम सल्लल्लाहु अलैहि वसल्लमसित प्रेमको सही माना र अर्थ। अन्तिममा अल्लाहसित प्रार्थना गर्दैछु कि अल्लाह ताला हामी सबैलाई नबी करीम सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत माथि हिँड्ने तौफिक दियोस्। सल्लल्लाहु अलैहि वसल्लम।